नमस्ते। आज हामी एउटा यस्तो किताबको बारेमा कुरा गर्दैछौँ जसले अर्थशास्त्रलाई हेर्ने हाम्रो दृष्टिकोण नै बदल्न सक्छ। यो किताब हो कठिन समयका लागि राम्रो अर्थशास्त्र। नोबेल पुरस्कार विजेता अभिजित ब्यानर्जी र एस्टर डुफ्लोले लेख्नुभएको। आउनुहोस् यसका मुख्य तर्कहरू के हुन् खोतलौं। सुरुमा एउटा अचम्मको प्रश्नबाट कुरा सुरु गरौँ न। हामी अर्थशास्त्रीहरूलाई किन विश्वास गर्दैनौँ? सोच्नुस् त, अमेरिका र बेलायत जस्ता देशहरूमा जम्मा 25% मानिसहरूले मात्रै अर्थशास्त्रीहरूले आफ्नो क्षेत्रको बारेमा साँचो बोल्छन् भनेर पत्याउँछन्। विश्वासको यो कमीले एउटा गहिरो समस्यातर्फ सङ्केत गर्छ। सायद हामीलाई सिकाइएको अर्थशास्त्रका सिद्धान्तहरू र हाम्रो वास्तविक जीवनको भोगाइबीच ठूलो खाडल छ कि? यो खाडलको एउटा मुख्य कारण हो परम्परागत अर्थशास्त्रको केन्द्रमा रहेको एउटा ठूलो भ्रम। हेर्नुस्, पुरानो अर्थशास्त्रले मानिसहरूलाई चेसको गोटी जस्तो सोच्छ। जहाँ राम्रो अवसर छ त्यतै सजिलै सर्छन् भन्ने मान्यता राख्छ। तर वास्तविकतामा हामी टाँसिने खालका हुन्छौँ। हाम्रो परिवार, हाम्रो समुदाय, हाम्रो पहिचान, यी सबै कुराले हामीलाई एकै ठाउँमा बाँधेर राखेको हुन्छ। जागिर गुमाएको मान्छेलाई नयाँ ठाउँमा गएर शून्यबाट सुरु गर भन्नु यो हिसाब किताब मात्र होइन, यो त गहिरो भावनात्मक चोट हो। जब नीतिहरूले यो मानवीय वास्तविकतालाई बिर्सिन्छन् तब ती नीतिहरू असफल मात्र हुँदैनन्, तिनले मानिसहरूलाई ठूलो हानि पनि पुर्याउन सक्छन्। त्यसो भए जब नीतिहरू यो गलत धारणामा आधारित हुन्छन् तब के हुन्छ? हेरौँ न त। अमेरिकामा एउटा कार्यक्रम थियो ट्रेड एडजस्टमेन्ट असिस्टेन्स वा टीए। यसको उद्देश्य थियो विश्वव्यापीकरणले गर्दा जागिर गुमाएका कामदारहरूलाई सहयोग गर्ने। कागजमा त राम्रै देखिन्थ्यो, तर तथ्याङ्कले अर्कै कथा भन्छ। सबैभन्दा बढी प्रभावित ठाउँहरूमा मानिसहरूले गुमाएको हरेक $549 बदलामा सरकारले दिएको सहयोग कति थियो? जम्मा $58। यो त नाममात्रको सहयोग भयो होइन र? यो पैसाको कुरा मात्रै थिएन। यो प्रणालीले मान्छेलाई आफ्नो पेसा मात्र होइन, आफ्नो स्वाभिमान र इज्जत पनि गुमाएको महसुस गरायो। त्यसो भए के कुनै राम्रो तरिका छ त? पक्कै छ, र यसको सुरुवात हुन्छ मानवीय स्वाभिमानलाई केन्द्रमा राखेर, खास गरी अति गरिबहरूको सन्दर्भमा। बङ्गलादेश जस्ता देशहरूमा सुरु भएको स्नातक दृष्टिकोण एउटा शक्तिशाली उदाहरण हो। यो गरिबलाई पैसा मात्रै दिने कार्यक्रम होइन, यो त्योभन्दा धेरै हो। यसमा के गरिन्छ भने पहिले समुदायसँग मिलेर सबैभन्दा गरिब को हो भनेर पत्ता लगाइन्छ। त्यसपछि उनीहरूलाई गाई वा बाख्रा जस्तो आम्दानी दिने सम्पत्ति दिइन्छ। अनि त्यसलाई कसरी पाल्ने, कसरी आम्दानी गर्ने भनेर तालिम पनि दिइन्छ। र सबैभन्दा महत्त्वपूर्ण, 18 महिनासम्म लगातार साथ र सहयोग दिइन्छ। र परिणाम अचम्मको छ। परिवारहरू चरम गरिबीबाट बाहिर निस्कन्छन्, त्यो पनि दिगो रूपमा। यो मानवीय स्वाभिमानमा गरिएको लगानी हो जसले साँच्चै काम गर्छ। यस्ता कार्यक्रमहरूले हामीलाई अर्थशास्त्रको सबैभन्दा ठूलो लक्ष्यमाथि नै प्रश्न गर्न लगाउँछ। दशकौँदेखि हामीलाई के सिकाइयो? जीडीपी बढाऊ, देश धनी हुन्छ। तर के जीडीपी नै सबै थोक हो त? यो किताबले भन्छ होइन, जीडीपी त एउटा साधन मात्रै हो। हाम्रो अन्तिम लक्ष्य त मानव कल्याण हुनुपर्छ, होइन र? मानिसको स्वास्थ्य, शिक्षा, स्वाभिमान र अवसरमा ध्यान दिनुपर्छ। जस्तै श्रीलङ्का र ग्वाटेमालालाई हेरौँ। दुवै देशको प्रति व्यक्ति जीडीपी लगभग उस्तै छ, तर श्रीलङ्कामा स्वास्थ्य सेवा कति राम्रो छ भने त्यहाँ मातृ र शिशु मृत्युदर अमेरिकासँग तुलना गर्न मिल्ने खालको छ। यसले के देखाउँछ? पैसा हुनु र नागरिक खुसी अनि स्वस्थ हुनु फरक कुरा हो। त्यसैले यो किताबले हामीलाई भन्छ, हामीलाई अझ मानवीय, अझ राम्रो संसार बनाउनबाट रोक्ने अर्थशास्त्रको कुनै फलामे नियम छैन। नियमहरू हामी आफै बनाउँछौँ। र अन्त्यमा एउटा प्रश्न सोच्दै छोडौँ। के होला यदि अर्थशास्त्रको लक्ष्य हामीलाई धनी बनाउनु मात्र होइन, बरु एकअर्कालाई सम्मान गर्न सिकाउनु थियो भने?